नमस्ते सम्पूर्णमा। आज चाहिँ जापानमा हिउँ परेको कारणले एकदमै जाडो भइरहेको छ। के गर्नु, हिउँ परे पनि काम त जानै पर्यो। त्यसैले आज चाहिँ एउटा सानो भिडियो लिएर आएको छु, हेरेर इन्जोय गरिदिनु होला है त। जाडो छ है जाडो, के गर्नु, यस्तो गाह्रो छ। कामतिर लाग्नै पर्यो, के गर्नु, यस्तो छ अवस्था आजको। ल है त। कसरी जाने हो बाटो त त्यस्तो साह्रो ठुलो त होइन रहेछ। म चाहिँ कामतिर लाग्दैछु, परेको छ, के गर्नु, छुट्टी बस्नु मिल्दैन, काम जानु पर्यो। त्यही भएर हिँडेँ है त म त कामतिर। बाटो एकदम चिप्लो छ, कतिखेर लडिने हो थाहा छैन है त। यस्तो परिरहेछ अझै पनि हिउँ, बाटो चिप्लो भएर हिँड्न नि गाह्रो भएको छ। यहाँ बाइकको अवस्था यस्तो जमेछ सबै। अझै हिँड्दैछु, अब एकछिनमा एकी पुगिन्छ स्टेसन पुगिन्छ एकछिनमा। अहिले चाहिँ हिउँले हानिरहेछ है यस्तोले, के गर्नु, जाडो पनि छ, हिँड्न मुस्किल छ। अब म चाहिँ स्टेसन आइपुग्न लाग्यो। स्टेसन जाने बाटोको हालत चाहिँ यस्तो रहेछ, चिप्लेर ढाँटसाट फुस्केला भन्ने डर भइसक्यो। अब चाहिँ स्टेसन आइपुग्यो है त। स्टेसन अब आइपुगे, बल्ल तातो भयो। अब मेरो ट्रेन चाहिँ आयो है त। अब यहाँबाट 10 मिनट जति लाग्छ। The next station is Sakuragicho, JK11. The doors on the right side will open. There are priority seats in most cars. Please off your... म चाहिँ ट्रेनबाट झरेर हिँड्दै साकुरागिच्यो भन्ने स्टेसन आइसकेँ। अब यहाँबाट मेरो काम गर्ने ठाउँ चाहिँ 10 मिनट जति हिँडेर जानुपर्छ। अब बिस्तारै हिँडेर जाने हो है त। अहिले चाहिँ म स्टेसनबाट बाहिर निस्किसकेँ। बाहिरको अवस्था चाहिँ यस्तो रहेछ। मैले गोप्रोमा चाहिँ यो पानीले नभिजोस् भनेर कभर हालेको थिएँ, त्यही भएर
साउन्डमा चाहिँ अलि डिस्टर्ब आइरहेको छ। जे जस्तो भए पनि भिडियो हेरेर इन्जोय गरिदिनु होला है त। साकुरा गिचोको हिउँ परेको अहिलेको अवस्था हेर्नुहोस् त, हल्का यस्तो छ। अहिले हिउँ परिरहेछ अझै पनि। म अझै पनि हिँड्दैछु। अझै मेरो काम गर्ने ठाउँ चाहिँ आइपुगेको छैन। बाटोमा मान्छेहरू यस्तरी खेलिरहेछन्, बच्चाहरू। हिउँ परेर यस्तो भएछ, मान्छे अझै हिँड्दैछन् यता है त। म चाहिँ आज यता भित्रको बाटो, भित्रको बिल्डिङ हुँदै भित्रभित्रै हिँडिरहेको छु, बाहिर हिउँ परेको भएर। यताको बाटो चाहिँ अलि लामो पर्छ। उता मेन बाटोबाट गयो भने चाहिँ अलि चाँडै पुगिन्छ। आज चाहिँ हिउँ परेको भएर म यता भित्रभित्रै आएको छु। यस्तो छ अहिलेको यहाँको अवस्था। साकुरा गिचो अझै पर्दैछ हिउँ। के रहेछ यहाँ पनि एक नजर लाएर जाऊँ न त, के रहेछ र। यो चाहिँ चाइनिज न्यू इयर हो क्या हो, के रहेछ खोइ पनि मलाई पनि राम्रोसँग थाहा छैन। यो चाहिँ झिलिमिली पारेर राखेको छ, के रहेछ हौ। यस्तो परिरहेछ हिउँ चाहिँ। यहाँ चाहिँ एकछिन फेरि बाहिर हिँड्नुपर्छ है त। अब यहाँबाट अर्को उतापट्टिको बिल्डिङमा फेरि यता भित्र गएपछि फेरि भित्रभित्रै जाने हो। यहाँ चाहिँ अलिकति बाहिर निस्किनु पर्ने अवस्था। यस्तो छ है त। अहिले फेरि भित्र बल्ल न्यानो भयो। बाहिर जाडो छ, भित्रभित्र चाहिँ न्यानो नै छ भनौँ न, भित्री बाटो। यहाँ चाहिँ के भइरहेछ फेरि, के प्रोग्राम रहेछ क्या हो आज। यतातिर बाहिर नि हेरिदिउँ न यसो, के कस्तो रहेछ। काममा छिर्ने टाइम चाहिँ अलि भएको छैन, त्यही भएर एकछिन यता रेस्ट गरेर गइदिउँ न। एकछिन यता बाहिरतिर एक नजर हेरौँ अनि जानु पर्ला एकछिन रेस्ट गरेर। मैले काम गर्ने रेस्टुरेन्ट चाहिँ यही हो, अमेरिकन हाउस। यहाँ चाहिँ बर्गरहरू पाइन्छ, अरू आइटम पनि छ। मेन चाहिँ बर्गरहरू नै पाइन्छ भनौँ न। आज चाहिँ जाडो छ, त्यही भएर म चाहिँ अहिले चिया किनेर आएको, तातो चिया। अहिले काम गर्ने बेलामा खाने भनेर। अब म चाहिँ यहीँबाट भित्र
जाने हो रेस्टुरेन्टभित्र। भित्र चाहिँ अब भिडियो गर्न मिल्दैन, त्यही भएर यो चाहिँ बाहिरको यस्तो। अब म चाहिँ भित्र पस्न लागेँ, त्यही भएर भरे ब्रेक टाइममा चाहिँ फेरि बाहिरको के कस्तो छ त्यतिखेर देखाउने छु। अहिलेलाई यति नै है त, म चाहिँ भित्र गएँ है। अहिले चाहिँ मेरो के भयो, ब्रेक टाइम, बाहिरको अवस्था के कस्तो रहेछ एकचोटि हेर्न जाम भनेर निस्किन लागेको म चाहिँ तपाईँहरूलाई पनि देखाउँछु। अहिले हिउँ चाहिँ पर्न छोडिसकेछ। अघि बिहान चाहिँ पर्दै थिए, अहिले चाहिँ रोकिसकेको छ। यो चाहिँ पारिपट्टि साकुरा गिचेको त्यो पिङ खेल्ने ठाउँ, अनि त्यसको अगाडि भनौँ न यताभित्र चाहिँ मेरो काम गर्ने रेस्टुरेन्ट हो। म यता अगाडिको साइड पनि देखाइदिन्छु तपाईँहरूलाई, हेर्नु होला है त। अगाडि चाहिँ यस्तो छ, यहाँ चाहिँ यस्तो छ अगाडि। यो चाहिँ अगाडिको भाग। यो यहाँ चाहिँ हटडगहरू पनि पाइन्छ। आज चाहिँ हिउँ परेको भएर बन्द छ यो यताको साइड चाहिँ। उताको मेन अगाडिको मात्रै खुल्ला छ। यस्तो छ है त। यता पारिपट्टि त्यहाँ उस भयो, यता ट्याक्कै यता चाहिँ रेस्टुरेन्ट, अमेरिकन हाउस भनौँ न, यही हो है त। अब एकछिन यता बाहिरतिर डुल्दै भनौँ न, झाडो यसो एकछिन जाडोमा बाहिरतिर घुम्न आइदिएको। यस्तो रहेछ यहाँ, आमा हो जाडो त कति जाडो माइनस। एकछिन पारीसम्म गएर फेरि ब्याक हुन्छु म, हेर्नु होला। यो चाहिँ साकुरा गिचेको, यो चाहिँ राटे पिङ के हो, के भन्छ होला, पिङ खेल्ने ठाउँ। यता सी साइड यस्तो छ। म चाहिँ अब यताबाट फेरि यता ब्याक हुन्छ। यस्तो छ, जाडो के गर्नु। अब भित्रै जान्छु म, जाडो हो। यस्तो छ है त। यहाँ चाहिँ अझै पनि रहेछ हिउँ, सेतै छ उता बिचमा चाहिँ। जाडो भयो, म चाहिँ अब एकछिन रेस्ट गर्छु। मेरो ब्रेक टाइम अझै बाँकी छ, त्यही भएर है त। जाडो भयो भाइ, यस्तै भयो। यसो ब्रेकमा हेर्न आएको, जाडोले हैरान भयो। भित्र गएर एकछिन रेस्ट गर्छु, अलिक बेलुका घर जाने बेलामा भेटौँ न है त। ब्लग लिएर हाल्दै फेरि सक्यो काम। अब आज मैले उसको भिडियो खिचिरहेको थिएँ कि
दिउँसो बिहान त्यो हिउँ परेको त्यही भएर दामी छ नि दुईजना चाहिँ निस्किसक्यो guys. है लङ टाइम पछि फेरि भ्लगमा आइदिएको छु म दुईजना मात्रै थियो आज केटाहरू कोही थिएन यही हो रेस्टुरेन्ट चाहिँ राति यस्तो भइरहेछ हामी हाउस साकुरा गिचिया ल है त अब उता साकुरा गिचिया स्टेसनतिर भेटौँला हो यस्तो रहेछ अझै पनि यहाँ चाहिँ बाटोमा हिउँ यस्तो रहेछ है त एक झलक यो चाहिँ साकुरा गिचेको नाइट भ्यू तपाईँहरू पनि हेर्नु होला है त यस्तो देखिन्छ राति चाहिँ साकुरा गिचियो स्टेसन आइसक्यो 2 मिनटमा त भेटिहाल्छ रहेछ त मान्छे त यार 俺さ結局さもうでもそう言ってもこれから行くわけよ झरिसक्यो ट्रेनबाट फाइनल्ली अहिले चाहिँ अब मेरो घर जाने स्टेसन आइसक्यो अब बाहिर निस्किँदैछु यहाँबाट रातिको अहिले कति बजिसक्यो भने 11 बजिसक्यो अब बिस्तारै हिँडेर गइन्छ है त जाडो छ अब एकछिनमा घर पुगिन्छ है त भिडियो के कस्तो भयो हेरेर प्रतिक्रिया दिनु होला है त अब एकछिनमा घर पुगिन्छ सुत्ने भोलि बिहान फेरि काम जानुपर्छ यस्तै छ विदेशको लाइफ के गर्नु हजुर काम गर्नै पर्यो काम नगरी हुँदैन गाह्रो छ हजुर गाह्रो छ चिसो चलेछ एकछिनमा भेटौँला बनाएर आएछ यार यस्तो बनाएर आएछ कसले हो ल है त गाइस म चाहिँ घर आइपुगेँ भिडियो के कस्तो भयो अहिलेसम्म हेरेर बस्दिनँ भएकोमा सबैलाई धन्यवाद भन्न चाहे आजको भ्लग चाहिँ अब म यहीँ इन्ड गर्न चाहन्छु
सबैलाई धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला है त। टाटा बाई 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 बाई।